Hey guys, welcome back to my new blog. I'm ATMZ BLOGS म TMZ ब्लग्स र त्यसै गरी दिनको सुरुवात भइसकेको छ। आज चाहिँ हामी राइडमा जान लागेको। अब एकैचोटि राइडमा भेटौँ न। लाइक पिस आउट। अब चाहिँ हामीले कन्टिन्यू हान्नुपर्ने हुन्छ। ल बाख्रे जाउँ। एउटा हो हामी चाहिँ कस्तो पोलेको यार खुट्टा। मैले चाहिँ माटी लाएर आएको छु एउटा हो। अनि अलिक कस्तो पोलेको कस्तो हुँदैछ कस्तो एउटा लागिरहेछ क्या, बुझेनौ। अब तिमीलाई आज म केटीहरू होइन एउटा, तिमीलाई म आज लभली लभली केटीहरू देखाउँछु। हेर्न न, म आएर दुइटा दिदीहरू जानु हुँदैछ। यस्तो दिदीहरूलाई ज्याखा लाउनु। यो सिधा हुँदैन, यता माथिको बिग्रेको छ क्या, त्यही भएर यस्तो भएको। यहाँ चाहिँ हाम्रो ए बाख्रे, हाम्रो बाख्रेजी जाँदैछ उहाँ राइडर भएर। अहिले ड्यामेज लड्छ मलाई त थाहा छ। अहिले लड्यो भने हाँस्नुपर्छ। यहाँ चाहिँ आन्टी जानु हुँदो रहेछ। मैले भनेको थिएँ नि हाम्रो साथीलाई चाहिँ यहाँ फेरि के ठिक छ। ल केटीको दर्शन नै हो। औ अगाडि हेरौँ न, केटी रहेछ भन्ने के। साइकल बिग्रेको बान। तिम्रो हाइड्रोलिक रहेछ नि हो। लुसुक लुसुक पार न भन्न खोज्यो क्या। अनि त्यसलाई भन्छ क्या हाइड्रोलिक। चस्मा लगाऊ, हिरो भयो। लगाउँछ चस्मा, लगाउने भने लिग जल्दी लिग चस्मा लगाउन हिरो बन न। यहाँ चाहिँ लास्ट टाइम हिँड्दैछ है। ग्यारमा ठोकेको क्या हो। यहाँ त लागिसक्यो। तिमी लिड गर त हिँड्नु त हिँड न। चाहिँ कन्टिन्यू है। हामी जाँदैछौँ यहाँ लाग्यो साइडमा। तल गएको भाइ राइटमा। भाइ हजुर एकैचोटि गाडी गुन्जुङ छ क्या यहाँ। ग्यारेज चेन्ज भयो। यो त ओ खेलाडी के छ लु अब भाइरल है यिनीहरू। यहाँ चाहिँ मेला सिला सुनेको थियो केटा हो। मेलाहरू रहेछ भने चाहिँ एक दुईवटा औँठी किन्नुपर्ने हुन्छ हामीले। भ्लग चाहिँ भइरहेको रहेछ, खुसी लाग्यो। अस्ति जस्तो भएन। गयो है गयो है गयो है ल है गयो है गयो है गयो है केटा गयो है गयो है गयो है। यहाँ चाहिँ मामा रहेछ केटा अगाडि। नोटिस गर्यो ब्राजिलको झन्डा बाइकमा। आउने बेलामा छिर्नुपर्छ ल बाख्रे। झगडा
दादा चाहिँ लागिसके है। यता चाहिँ अस्तिको सेकेन्ड राइड पनि यतातिर थियो। ओइ लाग्यो त प्रिया होइन? ओइ प्रिया होइन? केटा अब चाहिँ हामी लाग्दैछौँ है। अनि यतातिरको पनि कस्तो सिनहरू लभली लभली रहेछ। र त्यसै गरी च्यानलमा नयाँ छु भने सब्सक्राइब गर। सिधै जाउँ अनि च्यानलमा नयाँ छु भने सब्सक्राइब गर। लुए 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 जोसै 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 ल है ल है ल है। अब गियरबाट ए ब्राजिलको झन्डा है। ब्राजिलको अब म्याच जितिसक्यो 8 घन्टा छ अझै। जितिसक्यो ब्राजिलले 8 घन्टा छ भन्छ। ए ब्राजिल अरे युएसए र कस्तो हो भनिदेऊ न हेर्न छ भने फ्रीमा गुगलबाट। सिगडा हो हेर्नु हेर्नु सिगडा अस्ति चाहिँ एउटा भिडियोमा लभली भिजाएको छ, जे उसको जिल्लाको भिजाएको देखेर। अनि यहाँ चाहिँ हाम्रो राजा गलिसकेको अवस्था। मैले यो सब पछाडिको पनि ब्रेक खोल्छ नि। यहाँ चाहिँ हाम्रो लभली दिदी हुनुहुँदो रहेछ। राम्रै हुनुहुन्छ केटा, हेर न केटा। बाख्रे थोप्से चाहिँ डर लाग्दो छ दाइ। कस्तो लाग्छ क्या यस्तोहरू होइन यस्तरी फर्केर हेर्दै रहेछ क्या। अनि कस्तो उडा लाग्यो। जस केटा अहिले म अगाडितिर चाहिँ विली हानिन्छ। हामीलाई होइन केटा आजको राइड चाहिँ हामीले होइन फिक्स गराएको छैनौँ क्या। हामी जहीँ जान सक्छौँ, हामी जहीँ जान सक्छौँ, जे गर्न सक्छौँ क्या आज चाहिँ। ल हामी के भन्छ यस्तो क्या अब अर्को शनिबार कहाँ जाने त्यो कमेन्ट हाल्नु। कहाँ जाने भनेर बाख्रालाई केही दुई शब्द दुई शब्द दुई शब्द दुई शब्द दुई शब्द नै दुई शब्द नि ल ठिक छ। एउटा उयो हाम्रो चाहिँ एके ह्यान्सी भयो है। उसलाई देख्ने बित्तिकै केटीहरू होइन त्यो उयो कोरियन ड्रामामा हुन्छ नि, केटा हेलमेट लगाएर आउँछ अनि हेलमेट खोल्ने बित्तिकै सबै केटीहरू ढल्छ नि त्यो ड्रामामा क्या। हाम्रो साथी चाहिँ हो त्यस्तै हो क्या। ए त्यो कुकुर त लभली छ नि। एकदम अनि उता चाहिँ उयो तरको उयो हाम्रो रोका भाइ जाँदैछ। हेयरस्टाइल डगी रोका भाइ उहाँ अगाडि कुकुर जस्तो। यो भाइलाई चाहिँ भनेको होइन नि, मेरो उतो कुकुरले भनेको नि। के छ भाइ, कहाँ हो नि भाइ घर? हजुर उसकोमा चढ छेउमै हो। जानु होइन म पुरै जाँदैन चिन्छौ यो धेरै ठुलो मान्छे चाहिँ सक्दैन, सानो मान्छे चाहिँ चिन्छौ कहाँ चिन्नु चिन्नु छैन उसले त्यत्तिकै हिँड्नु भनेर सक्छ त्यही त। होइन आकाश भाइ मैले यसो जाउँ भन्नु छैन। त्यो चेन चाहिँ खोलिहाल। ओ राइडर केटी केटी लेडी गयो, लेडी गर्ल, लेडी राइडर। ओ लेडी राइडर ओ आन्टी पो रहेछ त। ओ सरी लेडी आन्टी ए लेडी ए आन्टी राइडर। जिस्केको केटा तिमीहरूको मम्मी रहेछ भने माफ पाऊँ। ए त्यो त घरमा अरे कसको? प्रिन्सको कल गर्नुपर्छ नगर्दा चौक गएर हिँड्नु। मैले मलाई हिजो भने चिया त नखाऊ होला है। नखाऊ मुला यस्तो गरेर। कतिवटा आउने हो मैले कल गरेर भनेको म गर्छु हिँड्नु। लोन तानेको छु ब्यालेन्स सकेर। हेर एकटा हो टिप्स एन्ड ट्रिक। ओ झन्डै झन्डै ले त खतरा रहेछ दाइकडा क्याबारी मुजी यता हक्स हान्नु सजिलो हुन्छ। बिचमा गएर राति राति
दिउँसो मान्छेहरू बिहानै नउठिकन यहाँ चाहिँ केटा तिमीलाई के खोइ भन्दै थियो यो हावालाई सोधिहेर टिकटकमा मैले भ्लग हाल्यो भने मेरो फलोवर्स भन्दा पनि बाहिरको मान्छेहरूले धेरै लाइक गर्छ त्यही हो अब यहाँ चाहिँ केटाहरूको घर कति स्टार्ट भयो ओए यत्तिको चाहिँ घोडाजिन भनेको यता पो हो मैले त आजै बोर्ड देख्दैछु यहाँ चाहिँ लभली हावा चल्दै रहेछ केटा हो अनि यता हेर केटा हो जे होस् आजको राइडमा पानी चाहिँ नआओस् त्यही हो पानी पर्दैन होला अस्ति पनि राइड बर्बाद गर्छ पानी परेर यो भाइ चाहिँ को रहेछ हौ तिमी अस्ति आएको होइन इक्जाम दिन लेखिरहेको छु कुन स्कुल पढ्दैछौ ए लकडा अब चाहिँ हामीले कन्टिन्यू गर्छौँ हाम्रो साथीको पनि फेरि मिठो डार्क ब्लू ओइ त्यो डार्क ब्लू हो कि पर्पल हो कि के हो साथी डार्क ब्लू नै होइन त्यो डार्क ब्लू भर्सेस बुल्लु कति मिलेको डार्क ब्लू भर्सेस बुल्लु बुल्लु घोडा भनेर हालिदिएको थियो क्या साइकलको भिडियो भिन्टेज हाउस रहेछ यहाँ टाढे घर आम्बो टाढे घर भने कति डर हुन्छ हामी अब त्यस्तो बसेर वक्का लागेर यस्तो गर्नु पाहाडमा के यस्तो घरमा टक्क होइन है साथी उसको छतवाला घर छ कि छतवाला घरमा बसेर वक्का लागेको चाहिँ उयो यस्तो टाढे घर मनपर्छ अरे बोलेको हेर न बोलेको कसम हौ दिदी ओइ ल कता हेरेको केटा मैले चाहिँ यस्तो जसपर फनी केटा मैले त्यस्तो केटीहरू जिस्काएको भनेको होइन मैले एउटा इन्टरटेनमेन्ट दिएको हो क्या बुझेनौ अनि अर्को त्यो भाइको भ्लगर हो कि को हो मेसीको जर्सी लगाएर आइरहेको रहेछ तर हामीलाई बाल छैन होइन बाख्रे हामीलाई बाल छैन अनि यहाँ के हो के जानु होइन बाख्रे मलाई चाहिँ हाम्रो साथीले कसलाई देखाउँदैछ अझै केटा त्यही हो अब हामी एकछिन बसी भेट्नु पर्ने हुन्छ भनेर भन्दिनँ म अब अलिकति हामी अगाडि गएर केही चिजहरू देखाउनु पर्ने हुन्छ हामीले जो साग चाहिँ लभली पोलिरहेछ है कस्तो सिटे कस्तो होला लाग्छ नि बाख्रे बसेर पोल्दैन साग पोल्दैन यो लभली चाहिँ ए देख्यौ नि केटा हो के डिस्काउने केटाहरू यही हो यहाँ लिँदा होइन यही हो है यो एके आकाश एके बाख्रे पनि हो अनि यहाँ चाहिँ दाइहरूले घर बनाउनु हुँदै रहेछ ओ लभली भनेर नकल बन्दा बिलिभ के हो नहल बन्दा चाहिँ देखेँ अनि अर्को देखिनँ बिलिभ के हो यो नहल बन्दाको केटाहरूले केटाकेटीहरूले भ्लग हेर्दैछु भने कमेन्ट हान है यो कुन स्कुल हो बाख्रेको त पोलेकै छैन भन्छ ओइ बाख्रे ओइ बाटोमा होइन लडेर होइन एक्सिडेन्ट भएर ड्याममै लड न उयो टक्क भिडियोमा भाइरल हुन्छ ल ए बाख्रे भाइरल हुँदा जे पनि गरिन्छ नि फेरि हरे क्या ड्याममै लड होइन अगाडि गएर ल भोलिपल्ट त आकाश भाइरल बाख्रे भोलिपल्ट उठेर हेर ल मिलियन नि हाम्रो
यहाँ पानी पनि रहेछ कि यसरी लडेँ म होइन के गर्नु त लडेपछि दामी पारामा लड्यो भनेर हाल्नुपर्छ ए पुरा झापामा घर भएपछि चाहिँ फेरि यस्तो हो नि फेरि सुपारी नै सुपारी देख्यौ यहाँ चाहिँ आन्टीहरू चियापत्ती पिट्नु हुँदैछ तर यहाँको बोट चाहिँ लास्टै सानो रहेछ नि यहाँको चियापत्तीको बोट यहाँको चियापत्तीको बोट हल्का सानो सानो रहेछ एकजना आन्टीहरूले गर्नुहुँदैछ यहाँ चाहिँ हँसियाले काट्नु हुँदो रहेछ किनकि अरू ठाउँहरूमा चाहिँ होइन हातले पनि टिप्छन् अझ पाहाडतिर त डोकोमा होइन साथी डोकोमा हामी त अब खोइ कहाँ आयो जहाँ पनि मलाई पनि त नि एउटा दोकानमा पानी किनेर खानुपर्छ हौ किन्ने र अनि त्यो खोइ अब मान्छेको घर घर जाँदै पानी माग्नु त होइन बाख्रे जाऊ 25 बोतलको पानी के छ देख्यो नि केटा हो हाम्रो केटाहरू फेरि काम त्यो मुख छाड्दैन यिनीहरूले नेपाली भाषा पो बोलेको त होइन ओए यहाँको बाटो याद आयो मलाई अब सिधा हो सिधै हो क्या अस्ति एउटा बाजेले पनि भन्दै थियो अस्ति सेकेन्ड टाइम राइड आएको थिएनौँ हामी अनि त्यति बेला अनि हामीलाई यहाँ बाइक सिधै जाउँ यहाँबाट भनेको थियो त अनि बिर्स्यौ लोकडा त त्यो काहीँ दोकान नै देखेको छैन पानी खाम भनेको ओ दोकान हेर है साइडतिर अब चाहिँ यहाँ हल्का जानुपर्ने हुन्छ हामी यहाँ चाहिँ एउटा दोकान रहेछ सोगडा अब हामीले यहाँ अगाडि सोध्नु पर्ने हुन्छ आन्टी दोकान आउनु न पानी पाइन्छ बाहिरको पानी खाने त आऊ दिनु न आन्टी पानी के खाऊ न कुरकुरेहरू लगडा अब हामी चाहिँ एकछिन पछि भेट्नुपर्ने हुन्छ पिस आउट सुकडा थ्याङ्क्स फर वाचिङ आशा गर्दछु तिमीलाई यो भिडियो खत्ता लाग्यो होला मैले कन्टिन्यू गर्न पाइनँ केटा नर्सल त्यही हो पिस आउट